everything. I wanna be your dream king, dream king. जब मीठो माया गरेर अङ्गालोमा बाँधिदिन, जब मीठो माया गरेर अङ्गालोमा बाँधिदिन, बिर्सन्छु म संसारलाई तिम्रो सामु हुँदा। उजागरो कि श्रोताले म अमृत चढाऊँ, यो शिर झुकाऊँ यति धेरै। Oh my darling, I wanna hold you forever. I wanna live with you always together. My sweet love, I wanna hold you forever, forever. जीवनको हर कठिन मोडमा तिमीले मलाई साथ दियौ, जीवनको हर कठिन मोडमा तिमीले मलाई साथ दियौ, दुःख साटी सुख दियौ, आँसु पिए हाँसो दियौ, चुमिरहो कि मायाले मरिँदै भित्र सजाऊँ, यो शिर झुकाऊँ यति धेरै। मायाको बदला म कसरी चुकाऊँ?
भएको त्यो प्रोत्साहनको पछाडि एउटा धेरै उदाहरणहरू छ। त्यसैले गर्दा वैवाहिक जीवनको 25 वर्ष पुगेको उपलक्ष्यमा उहाँलाई हामी स्वागत गर्दछौँ। हाम्रा पाहुनाहरू पनि अगाडि चढ्दैछ, उहाँहरू स्टेजतिर आउनुहुन्छ। हामी फेरि पनि युवाहरूको 25 वर्षहरू यो एकैछिन फोटोको लागि अगाडि आइदिनु होला कृपया। एउटा पारिवारिक आफन्तहरूसँगको अत्यन्त निकट साथीभाइहरूसँगको जमघट बिहे गरेको 25 वर्ष। हामी खास गरी यस्ता खालका समारोहहरूमा अलिकति धेरै नजिकका र परिवारभित्रका व्यक्तिहरू यहाँले आफ्नो ठाउँमा आसन ग्रहण गर्नुभएको छ। यहाँलाई एकैछिन फोटो खिच्ने काम चलिरहेको छ। यो फोटो खिच्ने काम सकिएपछि हामी फेरि पनि औपचारिक तरिकामा एकवटा स्पिच हुन्छ, वेलकम स्पिच। त्यसपछि हामीसँग केही नृत्यहरू छन्, सांस्कृतिक कार्यक्रमहरू र एकैछिन फोटो खिच्ने काम चलिरहेको छ। यो फोटो खिच्ने काम सकिएपछि हामी फेरि पनि औपचारिक तरिकामा एकवटा स्पिच हुन्छ, वेलकम स्पिच। त्यसपछि हामीसँग केही नृत्यहरू छन्, सांस्कृतिक कार्यक्रमहरू र हामी एकदम यस समय हामीले महत्त्वपूर्ण कुरोहरू माध्यमिक स्कुलमाथि जस्तै एउटा प्रदर्शन गर्नु परिरहेको छ। नेपालमा व्यापार सम्पक्ष सुपरमार्केट उत्पादन स्टोर गरिरहेको छ। त्यसका प्रबन्ध निर्देशक महोदय गुरुसँग हुनुहुन्छ। त्यसले उहाँले धर्मपत्नी हुनुहुन्छ, यो 12 वर्षपछि मूल पत्रिका भन्ने 25 वर्षपछि फेरि बिहे गरेछ र क्याप्टेन एमबिओ दिग्लोचन गुरुङ र मिसेस कमला गुरुङको 25 म्यारिज एनिभर्सरीमा यहाँ पाल्नुभएका आदरणीय मैले मान्नुपर्ने लगायत विशिष्ट व्यक्तित्वहरूलाई परिवारको तर्फबाट र मेरो तर्फबाट म हृदयदेखि हार्दिक स्वागत गर्दछु। यो कुनै औपचारिक कार्यक्रम होइन, तैपनि अलिकति एउटा सिलसिलाबद्ध रूपमा लैजाउँ भन्ने मनसायले यो काम यो 2-4 शब्द मैले राख्ने प्रयास गरेको हुँ। त्यस्तो स्थितिबाट हामीले यो स्थितिमा आइपुगेका छौँ र उहाँको लामो जिन्दगी विवाह भएकै 25 वर्ष भयो। त्यो विभिन्न किसिमका उतार चढावहरूलाई सबै साथीहरूको परिवारहरूको इष्टमित्रहरूको माझमा एकपल्ट फेरि खुसियाली बाँडौँ। जिन्दगीको के ठेगानको कहाँ पुग्छ कुनै भरोसा छैन। त्यसैले नेपाल आएर सम्पूर्ण आफ्ना नातागोता इष्टमित्र दाजुभाइ दिदीबहिनीहरूसँग खुसियाली साट्ने दुःख साट्ने एउटा अवसर पाऊँ भन्ने उहाँहरूको अनुरोध र उहाँहरूको मनसाय र उहाँहरूको इच्छा भएको हुनाले यहाँहरू सबैलाई आज दुःख दिएको कुराहरू अवगत गराउन चाहन्छु।
र यो खुसियालीमा सबै इष्टमित्र नरनाता जो पाल्नुभएको छ उहाँहरूलाई परिवारको तर्फबाट हृदयदेखि स्वागत गर्दै कुनै कमी कमजोरी अथवा कुनै अप्ठ्यारा बाधा अडचन भएदेखि फेरि पनि माफी माग्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। संस्कृति, विश्वास र जिन्दगीको दर्पण हो। संस्कृति, विश्वास र जिन्दगीको दर्पण हो। विवाह भन्ने कुरा ख्याल खेलाइने साथी मन र मनको समर्पण हो। त्यही विवाह भएको 25 वर्ष पुगेको छ उहाँहरूको, तर भर्खर बिहे गर्ने मान्छे जस्तो देखिनु भएको छ। झट्ट कोही नयाँ मान्छे बाहिर आयो भने ओहो बिहे भर्खर हुन आएको छ, अलिक उमेर चाहिँ ढल्किएर छ तर जोडी चाहिँ मिल्ने रहेछ भन्छन्। भाइ हामी यहाँहरूलाई धेरैजनाको हातमा हामी फुल र खादाहरू देखिरहेका छौँ। यहाँहरू अर्पण गर्न चाहनुहुन्छ, उहाँलाई बधाई दिन चाहनुहुन्छ। यदि त्यस्तो छ भने कृपया अब पालै पालो आएर अब यहाँहरूले लाइनमा बसेर खादा तथा फुलहरू अर्पण गरिदिनु होला। त्यसपछि हामी एउटा वेलकम डान्स पनि प्रस्तुत गर्नेछौँ। हामीसँग कलाकारहरू पनि हुनुहुन्छ, नाच्ने त्यसै गरी गाउने, त्यो पनि प्रस्तुत गर्छौँ। अहिले भने यहाँहरूले फुल र खादाहरू जे छ ल्याउनु भएको छ भने आएर अर्पण गरिदिनु भएको छ। हामी यहाँलाई हार्दिक जब दिनले साँझलाई पाउँछ अनि साँझ मिलनमा रमाउँछ, जब दिनले साँझलाई पाउँछ अनि साँझ मिलनमा रमाउँछ, म क्षितिजमा उभिएर गाउँछु गीतमा तिमीलाई बोलाउँछु, तिमी धुन बनी आउनु, जरुर आउनु, आउनु, जरुर आउनु। सजाएर सुरको डोले कविता बरी याद सजाउन तिमीलाई अन्माउन आउन बेहुली बनी आउनु जरुर आउनु जरूर आउनु।
सँग भन्छ तिमीमै बिलाउने यो मन छ दियो झै टोलाएको हुन्छु पुतली झै बहुलाएको हुन्छु तिमी होस् बोकी आउनु जरुर आउनु आउनु जरुर आउनु मायाको डोली चढाई तिमीलाई लैजाउँला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मन्द्रोको बारा खराको छानो मन्द्रोको बारा खराको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी ला 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 तिम्रो छाती मेरो बासा अङ्गालो भारा तिम्रो छाती मेरो बासा अङ्गालो भारा मेरो भन्नु मात्रै तिमी अरूको नै छारा मेरो भन्नु मात्रै तिमी अरूको नै छारा भुल गर्लौ कहिले काहीँ नरुवाउनु जानी जानी भुल गर्लौ कहिले काहीँ नरुवाउनु जानी जानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी प्रदान गरौँ भन्ने विषयमा हाम्रो सरसल्लाह हुँदाखेरि
एउटा बधाई ताम्रपत्र चाहिँ उहाँहरूलाई हाम्रो तर्फबाट प्रदान गरौँ भनेर आज मात्रै हामीले यो बधाई पत्र तयार गरेर अब केही बेरमा उहाँहरूलाई हामी हस्तान्तरण गर्दैछौँ र यो अब अविलम्ब यस ताम्रपत्रमा उल्लेखित बेहोरा म पढेर सुनाउँछु। बधाई पत्रमा लेखेको बेहोरा यस प्रकार रहेको छ। बोली र व्यवहारमा एकरूपता 2040 समूहको प्रतिबद्धता। भूतपूर्व विद्यार्थी समाज विक्रमसम्म 2040 समूह श्री अन्नपूर्ण उच्च माध्यमिक विद्यालय दिल्पा अन्नपूर्ण 3 भोजपुर हार्दिक बधाई ज्ञापन। हाम्रा अत्यन्तै मिलनसार एवं मृदुभाषी प्रिय सहपाठी मित्र श्री कमला गुरुङज्यूको शुभ विवाह अवकाश प्राप्त क्याप्टेन श्री त्रिलोचन गुरुङ एमभिओ ज्यूका साथ सुसम्पन्न भएको 25औं वर्ष पुरा भएको पावन अवसरमा आयोजित यस भव्य एवं सभ्य विवाह रजत जयन्ती म्यारिज सिल्भर जुबली कार्यक्रममा अन्नपूर्ण भूतपूर्व विद्यार्थी समाज 2040 समूहको तर्फबाट भौतिक तथा भावनात्मक रूपमा उपस्थित सम्पूर्ण सदस्यहरूको तर्फबाट तपाईँहरू दुवैजनालाई हार्दिक बधाई ज्ञापन गर्दछु। यहाँहरूले विवाहको स्वर्ण जयन्ती गोल्डन जुबली तथा हिरक जयन्ती डायमन्ड जुबली बनाउन सक्नुहोस् भन्ने कामना गर्दै यहाँहरूको सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको निम्ति एउटा ताम्रपत्र यो वास्तवमा भौतिक कुरा हामीले देख्दा भौतिक कुरा मात्र भए पनि यसमा एउटा प्रेम जोडिएको छ, माया जोडिएको छ। यो अत्यन्तै भूतपूर्व विद्यार्थी समूहलाई र समूहका साथीहरूलाई हुन पनि देशको संविधानदेखि सभासददेखि लिएर विदेशमा गएर पनि पुरुषार्थ देखाउने राष्ट्रियता देखाउने त्यसको लागि म्यानेज गर्छ। हामी एउटा नृत्य प्रस्तुत गर्छौँ, त्यसपछि अरू कार्यक्रमहरू राख्छौँ। हामीले के गर्ने चाहना छ तिमी छोरा त सपना छ साकार गर्ने चाहना छ तिमी छोरा त माया छ सम्बन्ध
गाडी कुनै अप्ठ्यारो नमानेको मजा हुन्छ त्यही बसेर तपाईँ एक्लै हुँदैन साथमै गर्नु पऱ्यो थ्याङ्क यू विभूति गुरुङ छन् पानी पानीले छन्को जवानी Bye.
यस्ता कार्यक्रमहरू धेरै बाँकी छन् फोनमा त्यस्ता कार्यक्रमहरू थाहै नपाई कतिखेर तिमी मेरी भइसक्यो अलि अलि गर्दै अलि अलि गर्दै अलि अलि गर्दै अलि अलि गर्दै यो दिल त चोरिसक्यो थ्याङ्क यू अब हामी एउटा डान्स राख्छौँ यो महान तात्तिरको बेलामा एकछिनमा केक काटौँला भिडियो एकछिनमा हेरौँला म बोलाउँछु श्रोता आचार्यलाई अगाडि सुर्के थैली खै परपर सर्छु मन्तै साथ्यो कि अनाकानी गर्छु परपर सर्छु मन्तै साथ्यो कि मलाई उल्लु बनाएर धोका दिन पाट्यो कि अझै हिसाब मिलाउँछ ठिकाना तपाईँ पटुकीमा सिउरेको सुर्के थैली खै यो मलाई दुध बज्दैछ र सँगसँगै केक काट्ने कार्यक्रम हुँदैछ गोर्खाली हो कुकुरले चलाउन कसरी सिकाउनु पर्यो केक पनि कुकुरले काट्ने हो गोर्खालीलाई कुकुर चलाउन सिकाउनु पर्यो भने अब केक काट्ने कार्यक्रम सुरु हुँदैछ दर्शकको 4, 2, 2, 1, go! गाह्रो बिचको यो माया ममता प्रेम सदालाई यसरी धामिरहोस् हामी शुभकामना दिन्छौँ आज भ्यालेन्टाइन्स डेको दिन हजुर
कसम सनम तेरी कसम सनम तेरी कसम सनम तेरी कसम रामकृष्ण कार्यक्रमको गीत यो सेम्पल फोर्ने कार्यक्रम अब एकले अर्कालाई खुवाउने कार्यक्रम रहेको छ यहाँ। ओके एक मानामा मजाले खाइदिनुहोस् न, सिधाइदिनु ओके। प्रोग्रामको लागि रमाइलो गरिदिनुको लागि मेरा सम्पूर्ण प्यारा साथीभाइ, दाजुभाइ, दिदी बहिनी, बाबा आमा, मेरो ब्रिटिसको कमरेड साथीभाइहरू, मेरो नेपाल ड्राइभ गर्छु भन्ने मेरा पोलिटिसियन दाजु, सम्पूर्ण परिवारमा म अनि मेरो लभली वाइफ राइट बिहाइन्ड मी, सी इज अलवेज सपोर्ट मी 100%। हामीहरूको तर्फबाट सम्पूर्ण परिवारलाई ह्याप्पी भ्यालेन्टाइन। थ्याङ्क यू भेरी मच। Thank you. Short and sweet, I would like to say a few words in English. The reason why I'm talking in English, my son, they are not here at this moment. Both of them are back in UK. What I'm talking about in front of my families here, and they will understand later on in the CD. That's why I'm talking about it in English. And thank you very much. Be patient. I'm not taking more than 5 minutes. Probably extend, probably not. Very good evening and namaste to you all and happy Valentine 2016. So once again, distinguished guests, sir, ladies and gentlemen, very warm welcome to you in this evening in our 25th anniversary, marriage anniversary on 14th of February 2016. First and foremost, I and my lovely wife, Mrs. Kamala Gurung, would like to welcome you all to our 25th wedding anniversary this evening. Firstly, I would like to start by thanking everyone so very much for accepting our Facebook, telephone, verbal messages. Sorry for that, we can't provide directly posting our postcard to you people. The reason why we work in Brunei, that's why we send by internet, email, Facebook. Still you accept that and coming here to enjoy this evening. Thank you very much once again for that. It is wonderful to stand in front of you this evening as well as it's being very overwhelming to see such a familiar faces, many of whom were in our wedding when we made our vows 25 years ago. Once again, thank you all for being with us in this fantastic evening and for helping us to celebrate what is a really important milestone in our life. I can honestly say that the last 25 years have been the happiest, outstanding and the most fabulous moment of my life with my beautiful and hard worker wife, Mrs. Kamala Gurung. She is the most gorgeous and the strongest woman I have ever met. As you all know that, this evening we are all to celebrate the 25th wedding anniversary, which only means one we are feeling more energetic, positive, and looking forward to spending the future with my lovely wife and to celebrate the golden jubilee after 25 years with you people. Thank you. And the loving family. We both are so happy
And we have two lovely, talented boys who are Kalubshan and Alan Guru. Both of them are studying in the UK, and the eldest son is studying in the university in London, and the youngest is studying currently in the Ramsgate boarding school. Unfortunately, both sons are not able to make the time to attend this evening due to their educations and other various reasons. However, they have made a sort of little presentations that you have seen already. They are going to make it more interesting after 25 years, I'm sure for that. And my wife supportive of. Hopefully, we have noticed that video, and all of you agree with that. From parents' viewpoint, we will always love them, and may God bless them. I'm coming to the end of my presentation or speech. As you may know, I tend to go on for a long time, but to this end, I would like to personally thank those who have been directly and involved in the making this evening possible, and a huge thank particularly to Mr. Narendra Kumar Gurung and Dr. Savitri Gurung CR, Colonel Kailas, pilot, and Lieutenant Colonel Savitri Ratna Guru, and the lovely Bhanjit, and my lovely Sally, who is coming from all the way America, United States, to celebrate with us this evening. Thank you, Sally, wherever you are, and the Bhanjits, whoever contribute to this evening, dancing, singing, and all my friends who are going to present any more later. Once again, thank you very much for your contributions to support to success this evening. Finally, I hope you all enjoy this evening with us. I would like to raise a toast. Firstly, my wife, I would like to kindly request her to stand whatever you have drinks. Tabale thabo, हामी 25 वर्ष enjoyable, happiest family together. And we want another 25 years, and we would like to enjoy another 58th Golden Jubilee. यही फोरममा यही ठाउँमा त भन्न सकिएन होला, अर्कै ठाउँमा जान सकिएला। अनि कोही समयमा हामी यही फ्यामिलीसँग पनि भेट भएर म मेरो श्रीमतीलाई फर्स्ट चाहिँ Kamala, thank you very much. Your support, love, caring, passion, positive thought. I would like to cheers for you. Thank you. Cheers for my wife. Thank you. Thank you. And once again, before we sit down, I would like to cheers or toast for all my guests, including my close families, relatives, friends, classmates, working partners, wherever you coming from this evening. तपाईहरु आइदिनु भयो, दुःख पाइदिनु भयो, तर इन्जोय गराइदिनु भयो हामीहरुलाई। हामी अति नै हाम्रो हृदयबाट थ्यांक यू भेरी मच सेकेन्डली भन्न म चाहन्छु। हजुरहरुलाई पनि एक चेस सम्पूर्ण परिवारलाई थ्यांक यू। Once again, very cheers. Good. Thank you. Thank you. Thank you. Sit down, please. I think हाम्रो हृदयबाट तपाईँ धन्यवाद दिँदै मेरो दुई शब्द तपाईहरुलाई नेक्स्ट 25 इयर्स पछाडि भेट्नु भन्दै दुई शब्द हेड टुक्न चाहन्छु। थ्यांक यू भेरी मच। कमन डान्स र डिनर खोलेको छ। डिनर दिल्लीमा कोही अब हतार भइसकेको हुनुहुन्छ भने सुरु गर्दा पनि हुन्छ। एउटा कविता म यहाँ जनार्दन पौडेल बोलाउँदैछु। उहाँ चाहिँ अर्थ मन्त्रालयका शाखा अधिकृत हुनुहुन्छ। उहाँ कवि पनि हुनुहुन्छ, कवि जनार्दन पौडेल। उहाँले भ्यालेन्टाइन्सको बारेमा एउटा कविता प्रस्तुत गर्दै हुनुहुन्छ। जनार्दन सर, भ्यालेन्टाइन्स डेको सबैलाई नमस्कार छ। भावनालाई यसमा चाहिँ उजागर गरेको छु। म हेलमटको युद्धबाट बाँचेर आएको छु। म हेलमटको युद्धबाट बाँचेर आएको छु। तिमी मस्तिष्क घातलाई जितेर बाँचेकी छौ।
आज यो संयोग हामी यहाँ विवाह वार्षिकी मनाइरहेछौँ। धन्य छ ईश्वर तिमीलाई। हाम्रो आत्मा रहेछौँ यस ब्रह्माण्डमा, हाम्रो सम्बन्ध बढोस् यही कामना।
सबलाई र अर्को ठुलो दाइले बोलाइदियो अनि ठुलो भाउजूलाई अमेरिका विभिन्न देशहरूमा घुमेर आफ्नो सफलतालाई चुन्दै आजको परिस्थितिमा हामी यहाँ आइपुगेका छौँ। वास्तवमा धेरै खुसी लागेको छ र विशेष गरिकन दुईटा भान्जाहरू आज यहाँ हुनुहुन्न, कलेक्सन र आलन, उहाँलाई हामीले धेरै मिस गरेका छौँ। अनि यही अवसरमा मेरो बुवा नरबहादुर गुरुङ, साथै आमा गणेश कुमारी गुरुङ, साथै बिनाजुको बुवा आमालाई पनि म धेरै धेरै सम्झनाका साथ नमस्कार भन्न चाहन्छु। र आज सौभाग्यले वास्तवमा भ्यालेन्टाइन डे पनि परेको छ र मेरो दिदी र भेनाजुको प्रेम यसरी नै फस्टाइरहोस्, फुलिरहोस्। यहाँ आउने सम्पूर्ण पाहुनाहरूले आशीर्वाद दिनुभएको छ र उहाँको आशीर्वादले गर्दा उहाँको जीवन अझ दाम्पत्य जीवन चाहिँ सफल हुँदै जाओस् भन्ने म कामना गर्न चाहन्छु। बधाई छ तिमीलाई यो रमाइलो साँझमा सबैको माझमा, बधाई छ तिमीलाई रमाइलो साँझमा सबैको माझमा। Congratulations on this occasion, congratulations on this occasion. Thank you very much. Namaskar. Enjoy yourself. Good day, good night. Take care. Bye.